मुना यता हेर त को लागि मेथी र तेल पचाउला यति भयो हुन्छ मलाई चाहिँ नाना नुहाइने गर्ने हो नुहाइ गर्ने हो खै हातले। हाई गाइस नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो यो भिडियोमा। आज चाहिँ म मेरो छोरा नुहाउँदैछु, हेर्दै गर्नु होला। बाहिर चाहिँ मेरो छोरी छ, पानी चाहिँ तातिएको थियो, म पानी नआएको छु अनि मेरो छोरी चाहिँ यहाँ बाहिर बसेकी छिन्। नाना के भयो? नुहाइ नै गर्ने हस्, नुहाइ गर्ने हस्, नुहाइ गर्ने। ल ल ल ल ल ल नुहाइ नै गर्ने है। मेरो छोरी चाहिँ अब 6 महिना पुरा पुगेर 7 महिना लागेकी छिन्। हेलो हेलो मुना के भयो? के भयो? रुवा लागेछ, रुवा लागेछ। खै यता हेर त। नुहाउने है, अब नुहाइ नै गर्ने है कान्छु, नुहाइ नै गर्ने है। नानीको लागि मेथी र तेल तताएर लिएको छु अनि एकछिनमा चाहिँ उसलाई लगाइदिन्छु। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो प्रिन्सेस, नुहाइसक्नु भएको। यता हेर्नुहोस् त। ओके कस्तो भयो नुहाएर? आनन्द भयो? कति भयो नुहाएर? चिगा नाच्छ हो? उहाँ लागेछ। ओ गड यस्तो गरिदेऊ न, यस्तो गरिदेऊ न। ओको मुना यता हेर त। ल नानालाई चाहिँ त्यति लगाइदिनु पर्छ है त नाना। सानो मान्छेलाई यसरी तताएको तेल यस्तै टाउकोमा राखिदिनु पर्छ। अझै तालु पुरिया छैन नि, यति भरि तालु छ कि अझै। होइन 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 बदमास, यो समात्ने रे क्या यो तेल राख्ने। कति हेर त को भयो? तातो भयो कि होइन? गाइस के गर्नु, यस्तै छ है। मेरो चाहिँ 2टा छोरी हो नि त। अनि जेठी छोरी चाहिँ स्कुल गएको छ अनि ऊ चाहिँ कान्छी छोरी, अनि जेठी छोरी चाहिँ 4 वर्षको पुग्यो होइन। अनि उनी चाहिँ अनि 6 महिना पुरा पुगेर यता आएको है गाइस। उसको नाम चाहिँ पर्णवी। हेलो पर्णवी, पर्णवी नाना लगाउनु लगाएको, आफै लगाउनु लगाएको, नाना लगाउनु लगाएको। हेर त उता को हेलो भनिदेऊ, हेलो भनिदेऊ। हेलो गाइस भनिदेऊ न। पर्णवी मेरो नाम पर्णवी हो भनिदेऊ न। हेलो गाइस मेरो नाम पर्णवी हो। मैले चाहिँ मेरो छोरीलाई नुहाइदिइसकेँ अनि तेल पनि लगाइदिइसकेँ अनि अहिले ऊ चाहिँ खेल्दैछ यसरी। यस्तो थाकिन्छ नि साथीहरू, भन्ने बेला मान्छेहरूले भन्छन् कि नानी त हेर्ने हो भनेर, तर कति थाकिन्छ कि यो कुरा चाहिँ उहाँहरूले बुझ्नु हुँदैन कि। कति थाकेको हुन्छ, म त कति थाक्छु केही नगरे पनि। नाना उता हेर न, हेलो भनिदेऊ, हेलो भनिदेऊ। अनि कति कुराहरू हुन्छ होइन। अब नानी हेर्ने त हो, बस्ने त हो भनिन्छ, तर त्यस्तो हुँदैन। म त कति गल्छु है। अब भोक लागिसक्यो, नानीले अब टोइलेट गर्छ, सुसु गर्छ, उसलाई खुवाउनु पऱ्यो, चुठाउनु पऱ्यो होइन। कति कुराहरू हुन्छ नि त, त्यो कुराहरू बुझ्नु हुँदैन। अर्को कुरा नि साथीहरू, हामी चाहिँ माइतमा छौँ होइन। अनि भदैनीहरू स्कुल गएको छ, छोरी पनि स्कुल गएको छ, हामी मात्रै हो है अहिले चाहिँ। अब चाहिँ हामीहरू के खाने नाना? भोक लागेछ होइन, कुखुरा छ कि कुखुरालाई अन्डा पारेको छ कि हेर्न जानुपर्छ। अब चाहिँ भोक लाग्यो साथीहरू, के गर्नु, काम गरेर पनि भोक त लाग्छ नि होइन। अनि तल कुखुरा छ कि कुखुरालाई अन्डा पारेको छ कि हेर्न जानु पऱ्यो है। एकछिन ढोका लगाएर जानुपर्ने हुन्छ। कतिवटा कुखुरा पनि किन कराइरहेको छ, त्यहाँ त्यस्तो अँध्यारो बस्छ। छोरी कपडा किन कराएको हौ? किन कराएको? यहाँ चाहिँ हाम्रो गाई छ है गाइस। भाले पनि अरू कति धेरै कुखुरा छ कि गोठमा आएको छु। अनि गाईलाई घाँस हाल्नको लागि मम्मी बाबाहरू हुनुहुन्न नि त, त्यही भएर सबै काम
मेरो गाइस यो चाहिँ घाँस हाल्नु पर्ने हुन्छ। यसलाई चाहिँ ठुलो भालुले कति पिर्छ क्या, ठुङ्गा गर्छ, त्यही भएर उसलाई चाहिँ यहाँ हुलीको मैले अघि घाँस पराल यसरी राखेको छु मैले। अनि हामी छौँ यहाँ बत्ती बाल्नु उज्यालो आउँछ कि यो चाहिँ हाम्रो गोठ काउको लिभिङ रुम। अनि यहाँ भाले पनि हुन्छ, कुखुरा पनि छ। सो त्यही नै खेती गर्नु होला। हामीहरू यहाँ लसुनको पात टिप्न आएको कि यस्तो भोक लाग्यो। यो चाहिँ हाम्रो लसुनबारी हो। गाउँ तिम्रो के होला, नाउँ तिम्रो के होला। भोइस अफ नेपालमा जानु पर्ला जस्तो छ। थोरै टिप्छु, अलि मात्रै। प्याजको पात पनि टिप्नु पर्यो। यति भयो हुन्छ अरूलाई चाहिँ। छोरीको लागि चाहिँ मैले यहाँ अन्डा उसिनिदिएँ। अनि मेरो लागि चाहिँ हिजो हामीले चाउमिन पकाएर खाएको थियौँ नि त, अनि मैले चाउमिन राखेको थिएँ। त्यही नै बनाएर खानु पर्यो। फर्स्टै भोक लाग्यो मलाई त, मन आँटिसक्यो हो। के हिजो हामीले चाउमिन खाएको नि त, यही बनाएर खान्छु अन्डा मिसाएर।